टक्क हामी चाहिँ अर्घाखाँची खडेनी गाउँपालिका दहको लेकमा आएर मजाले रिल्याक्स गरिरहेछौँ है। यो भ्यू टावरमा चढेर फेरि हामी फेरि सेन्तिनो टावरमा चढिन्छ र चढ्न परेपछि भ्यू टावरमा चढिन्छ। अहिले हामी ठ्याक्कै भन्नुपर्दा कति माथि छौँ भने सगरमाथाको डबल 8,000 होइन 8,000 होइन, अब त 20,000 किलोमिटर माथि हामी सिधै। जाडो पर्छ। अरू के भन्नुहोस्, तपाईँको के छ? चिसो बढी छ, जाडो छ, जाडो पर्छ। हिजो उता तराईतिर गएर चाहिँ पुरा ल्यादरको ज्याकेट गरेर पसिना निकालेर हिँड्ने हो। आज फेरि यता पाहाडतिर आएर फेरि यस्तो छ हालत। यस्तो एउटा टी सर्टमा हिँडिदिए लुफुक्क जाडो परेर टक्क। ल आज दह पनि आइयो, घुमिदियो। दाइलाई घुम्नु कस्तो लाग्यो? पाहाड खतरनाक बाटो, घाम लागेन, जाडो भएर यहाँ सुकिसक्यो, ज्यान सुकिसक्यो, मुटु फुल्लिसक्यो। जाडो छ यतिर यता एकदम जाडो। त्यही पनि हामीले फिल ल्याए हम, रिल्याक्स फिल ल्याइरखे हम होइन। अब घुम्न त घुम्यो हामी त फेरि। अब यो तपोभूमिमा आइयो, पूजासुजा त गरेर होइन, यसो चलो बोल्दै यो च्याप लाएर हिजो कपाल काटिदिएको फेरि यार बच्चा जस्तो देखेछु, यस्तो लुरे माया लाग्दो यस्तो भएछु कि देखेछु। हिजो चाहिँ जेन्टलम्यान खतरा डोन जस्तो थिएँ हिजोसम्म, कपाल झेलङ्ग यता पछाडि अगाडि। अहिले फेरि अगाडि अलिअलि पछाडि काटिदिएको लुते देखेछु, खाने नभए जस्तो हुन्छ। फाइनली अब यस्तै है बाटो झर्दैछौँ हामी फेरि। यो जङ्गल भयो। ल बाई बाई गाइस। विदेशबाट कमाएर ल्याएको यो झोलाभरि पैसा बिटा थियो। अहिले यार दुइटा बिटा मात्रै खाने यार, भइगयो यार। के गर्ने यार, पठाइदिएको डा यार, गाह्रो रहेछ। यस्तरी उडाइयो कि। ल टक लाएर हामी वहाँ पुगेर आइयो। दाइको पोजिसन